गाइज हामी चाहिँ ठक्कै आइसक्यौँ होइन अनुज हामी सब रेडी छौँ हामी चाहिँ नि अनि अरू चाहिँ नि रेडी हुँदैछन् होइन अरू चाहिँ नि उहाँ अलि जस्तो हामी यहाँ कति घन्टामा आयो 5 घन्टा कि 6 घन्टा जति होला गाडीमा टक्क आयो भने ठिक्क हुन्छ अब यहाँबाट हिँडेर माथि जानुपर्छ अरे कहाँसँग हामी बौन डाँडा पुग्ने रे अनि त्यहाँ बस्ने रे आज टक्क म्याप छ यहाँ पनि म्याप यता छ होइन बौन डाँडा पुगेपछि चाहिँ नि ल अब हामी हिँड्दै जान्छौँ होइन के हुन्छ सब देखाउँदै जान्छौँ है त अनुज सकाइ हामी चाहिँ हिँड्दा टक्क होइन झुन्डुङको पुल आइपुगेका छौँ अगाडि जाँदैछौँ हामी चाहिँ माथि उक्लिँदैछौँ अब यहाँ सबजना माथि छ हो र होइन होला उहाँबाट आएको हामी उहाँ छेउबाट होइन आइसक्यौँ हामी उक्लिँदैछौँ हामी अब उक्लिँदै जान्छौँ हामी चाहिँ हिँड्दा थाकिसक्यो साथी आउँदैछ धेरै थाक्यो हाइट अति थाकिसक्यो मनोजलाई त कहाँ हो लगाइ यहाँ चाहिँ टिकट काट्नु पर्ने चाहिँ अनुज होइन त कति रुपियाँ एकजनाको 100 रुपियाँ टिकट काट्नु पर्यो भने त हामीले मुनिको बच्चा आयो भने चाहिँ नि पर्दैन रे होइन अनि 10 वर्षभन्दा मुनिको बच्चालाई चाहिँ नि जति आए नि हुन्छ अब ड्रोन चाहिँ लान पाएन क्यामेरा चाहिँ लान पाउँछ अरे होइन स्पिकर नि लान पाइँदैन रे स्पिकर लान पाइँदैन स्पिकर गीत बजायो भनेर कुइरीहरू गइछन् रे कुइरीहरूले कम्प्लेन गर्छन् रे कस्तो भइरहेको तिमीलाई अनुभव मलाई रमाइलो भइरहेछ पछाडि केटीहरू हिँड्न नसकेर एकदम गाह्रो भइरहेछ उनीहरूलाई हामी चाहिँ नि यहाँ टिकट नकाट्या भएर हामी बसिरहेछौँ होइन त यहाँ राख्नु भएको छ स्पिकर लान पाइँदैन अरे है त्यही भएर तपाईँहरू पनि स्पिकर बोकेर नआउनु होला फोन भएपछि ड्रोनहरू पनि बोकेर नल्याउने होला क्यामेरा चाहिँ नि मिल्छ रे ड्रोन चाहिँ नि मिल्दैन रे यहाँ टक्क होइन थाहा भयो यो आउने गरेर ट्याक्कै हामी टिकट लगाउनु नपाउने हो टिकट चाहिँ लाने पहिला खिच्नु चाहिँ यहाँ टिकट काटेर आयौँ होइन अब माथि पुग्नुपर्छ त्यहाँ पुग्नु चाहिँ 1 घन्टा लाग्छ हामीलाई अब बिस्तारै जाँदैछौँ हामी होइन बिस्तारै गएपछि पुग्छ हामी जम्मा आउनु हामी अब हामी जाँदैछौँ बिस्तारै पुग्छ होला त्यहाँ यहाँ हामी हिँड्दा भर्खर यहाँ आइपुग्यौँ होइन अझै हिजो राति भिडियो बनाउँदा 6 बजे यहाँ आएको हामी चाहिँ टक्क होइन त अनुज राति आउँदा 6 बजे त्यसपछि तास खेल्दा भिडियो बनाउनै पाइएन होइन अनि अहिले चाहिँ ब्रेकफास्ट खाएर अब हामी 5 बजीतिर कता अब हामी यता लाग्छौँ भिडियो चाहिँ धेरै बनाउने होइन एकदम सर्ट मात्र हो हाम्रो होइन त एकदम लु अब तपाईँहरू आउनु भयो भने यतै आउनु होला तङ्गु होटेल चिम्तीबाट कति घन्टा लाग्यो हामीले यहाँसँग आउन 5 घन्टा 5 घन्टै हो ल अब मासतिर जाऊँ के हुन्छ हेर्दै जाऊँ ल अरू ठिक छ तिमीलाई कस्तो भयो त रमाइलो छ पाँचपोखरी यस्तो रमाइलो छ यो भ्यू बसेपछि पुरै आनन्द भइरहेछ होइन सबै बिर्सिरहेछ हाम्रो अगाडिबाट चाहिँ सब झरेर देखिरहेको होइन मजा भइरहेको मजा जुत्ता नि मजा भने अलि बढी बोल्छ यो ताङ उखरका सानो होमस्टे छ सबैजना यतातिर वेलकम होला एकदम सानोतिनो अब दोकान खोलेर बसेको छ ल अनि त्यसपछि चाहिँ यहाँ चाहिँ एकदम मिलाएर खाना बस्नको सुविधा एकदम राम्रो छ उहाँहरूको सत्कार हामीलाई गेस्टलाई एकदम राम्ररी गर्नुहुन्छ त्यही भएर सबजना माथि जाँदाखेरि चाहिँ 5 पोखरी जाँदाखेरि चाहिँ यही भिजिट गर्नु होला यहीँ बस्नु होला राम्रो छ है बस्ने ठाउँहरू चाहिँ नि ओछ्यानहरू पनि राम्रो छ हैन होइन अलि ओर आइसक्यौँ अब अझै कति छ थाहा छैन अझै राम्रो छ यहाँ चाहिँ नि पछाडि टक्क आउँदैछन् जाम अब होइन अझै कति टाइम लाग्छ पुरै ठाडो उकालो छ अझै हेलो गाइज हामी चाहिँ टक्क
तल तल पुल आयो भने यहाँको झुलुङ्गे पुल पछाडि चाहिँ यस्तो रहेछ यहाँ झुलुङ्गे पुल अनुज हिँडिरह गन्तव्यमा होइन म चाहिँ यहाँ आइरहेको छु अब हामी जाँदैछ म चाहिँ तलदेखि हिँडिरहेको छु अरू चाहिँ आउँदैछ अझै तलबाट भवाल छ यहाँ चाहिँ भवाल रहेछ यस्तो स्टेप टिप्दै जानु पनि झर्नाको साउन्डले केही सुनेको थिएन हाइट भवालै छ होइन हेलो हामीले झर्नाबाट आउँदैछ झुलुङ्गे पुलपछि त पुरै उकालै अनुज चाहिँ तल रहेछ गाह्रो भइरहेछ त्यो झुलुङ्गे पुलपछि पुरै ठाडै उकालो रहेछ हाइट एकदम गाह्रो उकालो हेर्नु कस्तो ठाडो छ यसमा देखिँदैन गाइस यो ट्रेक त लास्ट स्क्याम रहेछ पुरै ठाडो छ है यो पाइटी आउनै सक्दैन यार यस्तो ठाउँ छ लास्ट सजिलो भनेर आयो लास्ट त पुरै गाउँ पुरै के ओहो होइन त लास्ट गाह्रो छ यार बाटो अप्ठ्यारो त्यस्तै ठाडो हाम्रो केटाहरूको त्यो हाम्रो के अरे उस ठाउँसँग चाहिँ सजिलै थियो त्यो पछि चाहिँ झन् ठाडो रहेछ त्यही भने टुप्पी डाँडोसँग चाहिँ सजिलै छ बाटो टुप्पी डाँडो पछि चाहिँ नि लास्टै गाह्रो है गाह्रो छ गाइस हामीले फेरि अर्को झर्नामा आइसक्यौँ है अब यहाँबाट फेरि मस्तिर उक्लिनु पर्ने हुन्छ होइन हामीले यहाँ पुरै ठाडो मात्र उक्लिरहेको पुरै माथि 90 डिग्री पुरै ढुङ्गा होइन त आउनुहोस् गाह्रो छ यार ढुङ्गा यस्तो छ यो ढुङ्गा यस्तो छ माथि त त्यो डाँडो टुप्पोमा पुग्नुपर्छ कति गाह्रो रहेछ देख्नु हालत डाँडोको टुप्पोमा पुग्नुपर्छ माथि अझै कहाँ कहाँ मोबाइल देख्दैनौँ उक्लिँदैछौँ हामी अझै 9 घन्टा लाग्छ भन्छन् लाग्दैन त्यत्रो त यस्तो छ गाह्रो छ म त गाह्रो भएर बस ठ्याक्कै यो डाँडामा आयो घोडा छ अझै माथि छ अब घरै यहीँ हो क्या घरै यहीँ हो क्या गाई चाहिँ हामी तल होटलबाट 6 घन्टा हिँडिसक्यौँ अझै आएको छैन सज्जै यस्तो बाटो छ अब सिधा सिधा बाटो मलाई गाह्रो भयो क्या सिधा सिधा बाटो आइरहेको छ अझै होइन अब चाहिँ अझै हामी माथि जाँदैछौँ अब यहाँ ठ्याक्कै 6 घन्टा जति लाग्छ होला भोक लाग्छ खाना नि खा होइन बाटो त त्यसै छ यता गाह्रो भइरहेछ गाह्रो जाडो होइन गरम भइरहेछ एकदम चिल राम्रो मौसम छ यहाँ अनि म 7 बजीदेखि हिँडेँ 12 बजिसक्यो अझै 5 घन्टा 6 घन्टा लाग्छ भन्छन् के गर्ने गाह्रो छ 5 पोखरी त जानलाई चाहिँ नि धेरै गाह्रो छ होइन 6 घन्टाले हिँडेको रहेनछ हामी 5 पोखरीमा चाहिँ सजिलो छ भने नआउनु होला होइन त भिडियोमा अलिकति भ्यू हेरेर मात्र नआउनुहोस् अलिक टाढै छ मोबाइल समात्दा नि गाह्रो भएछ के अरे मान्छेले चाहिँ नि नजिकै घुम्नु ठान्छन् भिडियोमा चाहिँ नि सानो अलिकति भ्यू हालिदिन्छन् सानो सजिलो बाटोको अप्ठ्यारो बाटो चाहिँ नि कुनै हालेको छैन हाम्रो भिडियोमा चाहिँ नि सबै अप्ठ्यारो गाह्रो सजिलो बाटो सबै हालेको छौँ हामीले हेर्नुहोस् रमाइलो गर्नुहोस् ल अब हामी खाना खाने ठाउँमा गएर भेट्छौँ सिधै होइन त याकको माछा खानु पर्यो आउनुहोस् याकको होइन ल हेर्नु बाटो फेरि ल फेरि ठाडो सकिँदैन नि त यस्तो त गाई चाहिँ हामी चाहिँ ठ्याक्कै खाना खाने ठाउँहरू पुग्न लाग्यो कति गाह्रो भइसक्यो होइन त के छ अझै 15-20 मिनट लाग्छ अरे के हेर्नु गाह्रो छ यस्तो हुस्सु लगाइरहेको उसो लागिरहेछ गरम भइरहेछ मलाई त लुगा चाहिँ धेरै बोकेर नआउनु आउने गयो भने ठिक्क बोकेर आयो हुन्छ माथि गरम पुग्छौँ स्वाट त्यहाँ खाना खाने ठाउँमा साउन्ड पुरा आइसक्नु भयो क्या ठ्याक्कै यहाँ आएर खाना खाने हामी ठ्याक्कै होइन आज चाहिँ यो होटलको पाला रहेछ पाला पिलो हुँदो रहेछ खाना खाने अब चाहिँ हामी यहाँ खाना खाएर डिक्सन लगाएको माथि भयो जाडो हो पन्जा सन्जा लगाएर टक्क होइन टक्क जानुपर्छ यहाँ अब डाँडो पुरै हुस्सो लागिसक्यो अब बसतिर जाने पुरै
हामी चाहिँ यहाँ डाँडो कटिसकेर माथि आइसक्यौँ बाटो पुरै यस्तो छ हुस्से हुस्सो होइन लुगा पनि ल्याइरह हल्का हल्का गाह्रो छ यार बाटो केही देखिँदैन कति गाह्रो छ यस्तो छ बाटो हामी चाहिँ जहाँ अलिकति हिँडेपछि मात्र देखिन्छ बाटो नत्र सबै कुरीले ढाक्या छ मौसम रमाइलो छ हामी खाना खाएर त्यहाँबाट 1 घन्टा हिँडिसक्यौँ अझै 3 घन्टा हिँड्नुपर्छ भन्छन् लु अब माथि जाऊँ कस्तो कस्तो बाटो छ हेर्दै जाऊँ होइन त अनुज बाटो त यार डेन्जर छ आउनु सकिन्छ बिस्तारै आनन्दले 5 दिन लाएर आउनु भने सकिन्छ 3 दिनमा चाहिँ गाह्रै छ 5 दिन 6 दिनै बस्यो भने चाहिँ झन् राम्रो हुन्छ घुम्न ठाउँ ठाउँमा घरहरू छ त्यहाँ बस्ने खाना खाने एक निन्द्रा सुतेर आराम गरेर आउने ल अहिले माथि गएर अब यसो खिचौँला होइन म त सुतिसकेँ लगाइज हामी ठ्याक्कै यहाँ 7 घुम्ती पोताङ यता 5 पोखरी हामी चाहिँ ठ्याक्क 7 घुम्तीमा आइपुग्यो अझै जानुपर्ने छ यहाँबाट अगाडि केही देख्दैन पुरै खाली पुरै हुस्सै हुस्सो एक पनि देख्दैन गाह्रो त अति भइसक्यो नि हजुर अहिले चाहिँ हामी चाहिँ यहाँ माथि आइसक्यौँ होइन यहाँ चाहिँ उठ्यो डाँडो उक्लिनुपर्ने छ अरू चाहिँ पछाडिको बाटोसँग नै आएन है हामी चाहिँ आइरहेको छौँ यहाँ बल्ल तल्ल हामीभन्दा पछाडि 1 घन्टा पछि छन् होला तिनीहरू अझै तल छन् पानी परिरहेछ यता त उठिरहेछ घाम लागेको छैन डाँडो हेर न त्यति माथि चाहिँ डाँडै अनि अझै हामीले त्यसको कतै मुनि मुनि ऊ पानी आयो यार साथी खतरा चिज देखाएको छ यहाँ मैले अब वाइल्ड चिज देखेर हामीलाई गाली हो कि हामीले मोबाइल त स्विच अफ छ हाम्रो दिदीको गाइज होइन अब टक्क इन्डिङ पोइन्टमा आयौँ अब माथिको घर यहाँ चाहिँ टक्क माथि उक्लिन पोइन्टमा यहाँ तल ओर्लेर अब हामी जान्छौँ माथि 5 पोखरीको ठाडो काल भनेको चाहिँ यही रहेछ होइन टक्क यहाँबाट पुरै हो त्यो माथि पुग्नुपर्छ उहाँसँग त्यसपछि के हुन्छ थाहा छैन त ठिकै त होला दानुज बाटो चाहिँ यस्तो छ पुरै हेट म यहाँसँग आएँ यहाँबाट चाहिँ माथि जानुपर्छ पुरै उफ गाह्रो छ रात पानी परेर बिजोग भयो दाजु पुरा पानी पर्छ के गरे हो यो पुरै हिउँ परेर माथि अब चाहिँ लास्ट भरे यहाँबाट देखिँदैन होइन हामी चाहिँ यहाँ पुरा भिडियो बनाएको हट त्यो ठाडो भरेको छ माथिसँग अब आज त देखिँदैन हरियारो भइसक्यो ल गाइज लौरी बिना चाहिँ बल्ल तल्ल खट्यौँ हामीले होइन तिमीले र मैले अँध्यारो छ एकदम पुरै अँध्यारो छ हिउँ परिरहेको यहाँ पुरै हिउँ परिरहेको हामी लौरी बिना उकालो कट्यौँ है केटाहरू बोलाउ न केही देख्दैन हौ केही देख्दैन भने त्यो मान्छु हामी चाहिँ ठ्याक्क बल्ल तल आइपुग्यो होइन गाह्रो छ तातो पानी खानु सबै होटलमा जानुपर्छ अझै टाढै भएको छ नि देख्नु छ क्या टाइपको हेलो गाइज गुड मर्निङ होइन आज चाहिँ नि टक्क हामी माथि यहाँ 5 पोखरी आएको थियो हिजो चाहिँ नि राति हो अनि अहिले चाहिँ टक्क माथि जानु लाग्यो त कता देखेन हौ यसमा उता माथि अनि राति आयो सुतियो अब माथितिर जाऊँ कस्तो रहेछ हेरौँ लास्ट चिसो छ पुरा हिउँ परिरहेको हिउँदैन होला यो के भन्छ अहिले असिना चाहिँ यहाँ तलबाट देख्ने भ्यू हो कुण्ड होइन जाँदैछौँ होइन पुरै शीत हो कि यो
पुरै चिप्लिँदो रहेछ हे यस्तो देखिरहेको त्यो छ नि हामी जानुभएन माथि छ जम्मा चाहिँ हामी हामी चाहिँ यता सर्टकट भनेर आएको होइन यस्तो रहेछ बाटो चाहिँ सर्टकट त के सर्टकट हो पुरै यस्तो बाटो हिँड्दै जानु पर्छ वहीँ माथि ढुङ्गामा त्यो यताबाट हान्छ सर्टकट हुँदो रहेछ के रे देख्दै देखेन भने ल माथि गएर हामी चाहिँ बल्ल तल आयो हेर्नुहोस् यहाँ पछाडि छ होइन अझै माथि जानुपर्ने छ यताबाट घाम लागिरह अब माथि गएर टक्क फाइनली गई चाहिँ हामी चाहिँ आइपुग्यो है ठप सब देखिने रहेछ यहाँबाट देख्दो रहेछ के हिमालय थाहा भएन यहाँ चाहिँ यसो फोटोसोटो भिडियो खिच्यो अब माथि उक्लिने डाँडामा तिमीलाई त गाह्रो भइसक्यो होइन 2000 चढ्यो भने त हिमाल चढ्यो माथि उक्लिनु पर्यो अब यहाँ टपमा आइसक्यो मैले हिमाल देखिरह यता तल 5 पोखरी अनि कस्तो लाग्यो त यहाँ तिमीले यो 5 पोखरी चाहिँ नि ठाउँ चाहिँ नि गाह्रो छ हिँड्नलाई होइन रमाइलो चाहिँ यहाँ आएपछि आनन्द चाहिँ नि सबै बिर्सिन्छ होइन अनि हिमालहरू हेर्न पाइन्छ यो भ्यू पोइन्टबाट होइन यो पोखरी चाहिँ नि यहाँबाट चाहिँ नि 5 वटा पोखरी देखिन्छ एउटा ठुलो छ कुनामा त्यो पछि अलिकति उता गएपछि अलिकति ठुलो छ त्यसपछि अलिकति ठुलो छ अनि दुईवटा चाहिँ सानो सानो रहेछ 5 वटा पोखरी ठ्याक्कै बनिएको छ होइन मूल चाहिँ नि यो पोखरीको भित्ताबाट पानी गइरहेछ होइन त्यो डाँडोको बिचो गहिरामा छ त्यसको 3 पट्टि नै डाँडै छ ल ठिक छ ल हामी चाहिँ यहाँ आयौँ अब फर्किनु पर्ने हुन्छ हामी हेर्नुहोस् बवाल छ ड्रोन चाहिँ नि यस्तो छ 5 पोखरीमा ड्रोन तलै समातेपछि हामीले जोगाड गरेको छौँ यहाँ लगायत हिजोको हाम्रो 5 पोखरीको यात्रापछि थकानपछि हामी आज यहाँ पक्कै हिजो पहाड सुतेर बिहान उठेर डाइट खाँदैछौँ के डाइट हो यो रोटी अन्डा चना उसको त अन्डा छोड्नु थालिसक्यो छोडा चाहिँ दिनु ल अब यो खानुपर्छ माथि गएर आइसक्यौँ फेरि अस्तिकै होटेलमा 5 पोखरी त्यही हो जान चाहिँ यता जानुपर्छ पुरै त्यो कुण्डको पानी चाहिँ टिम्बर झरेको छ यता कुनाबाट अनि यो झर्ना छ नि 5 पोखरीकै बोरा हालेर बोल्न ल ठिक छ ल जे भयो भयो अब हामी यहाँ खाजा राख्छौँ मजाले खान्छौँ अब एउटा घुम्नु बाँकी छ हाम्रो कहाँ गुफा गएर हामी चट्ट गुफामा छिर्छौँ ल हामी चाहिँ ठक्कै यहाँ गुफामा आइपुगेका छौँ होइन फर्किँदाखेरि ठक्कै यहाँ बाटोमा गुफा रहेछ यो चाहिँ 5 पोखरी माथि गएर आएपछि छिर्नुपर्छ अरे त्यही भएर बाटोमा रहेछ नि हामी पनि छिर्न लाग्यो यहाँ यता रहेछ यहाँ चाहिँ गुफा छ हो रहेछ यता गुफामा छ यता मन्दिर छ यो चाहिँ जहिले पनि छिरेर जानु भन्छ 5 पोखरी जाँदाखेरि हेर्नुहोस् 5 पोखरीबाट फर्किँदाखेरि चाहिँ नि यहाँ छिरेर जानु होला माथि जाने बाटोमै पर्छ मन्दिर छ यहाँ लाइट बाल न ए हामी चाहिँ यहाँ गुफामा आएको छौँ गुफा चाहिँ छिर्नै पर्ने हुन्छ सबैजना होइन त जान है ढोका
मजाले कसको तिम्रो यताबाट शिवजी ध्यान गरेको ठाउँ यही हो। ओहो यार, शिवजी ध्यान गर्नु भएको ठाउँ हो यो चाहिँ भित्रबाट बत्ती बल्दा है को बसिरहेको छ? हो अनि यताबाट भित्तामा एकजना बसिरहनु भएको जाउँ जाउँ हो हामी चाहिँ गुफामा छिरेन बाहिरबाट हेरेर ढोक्यौँ होइन एकजना को हुनु रहेछ त्यहाँ शिव भगवान्ले ध्यान गर्नु भएको अरे जय शम्भो हामी चाहिँ फर्किँदैछौँ अब भात खाने ठाउँमा पुग्छौँ मासु भात त्यसपछि पाँच पोखरी आएपछि यहाँ दर्शन गरेर जानु भन्दो रहेछन्। अनि हामी पनि छिरेर निक्लिसक्यौँ। हाम्रो लास्ट यात्रा हो यो त्यसपछि घरको हो हाम्रो भ्लग चाहिँ नि अब यहीसँग हो अनु चाहिँ सुकुटे जान्छ होला। अनु सुकुटे जान्छ हामी चाहिँ नि सुकुटी खाएर घर जान्छौँ।